एसएससी विद्यार्थीले गर्ने सबभन्दा ठुलो गल्ती के गर्छ? उसले चाहिँ जे पाए त्यही कोर्स लिएर पढिहाल्छ +2। यो सोच्दैन कि भोलिको दिनमा चाहिँ यसको स्कोप कति छ। सो अहिलेको टाइममा त्यो गल्ती कारणले चाहिँ कतिजना गाउँघरमा बसिरहेको छ +2 दिएर, कतिजना ब्याचलर पढ्दा पढ्दै छोडिदिएको छ, कतिजनाले चाहिँ ब्याचलर पढेर पनि घर बसिरहेको छ। सो साथीहरू, यो समस्या हैन कि पढाइ, समस्या यो हो कि हामीले कुन सब्जेक्ट लिएर कुन कोर्स लिएर हामी पढ्दैछौँ। र नेपालको बेसमा अहिलेको कन्डिसन अनुसार मैले चाहिँ हेर्दाखेरि जो चाहिँ 7 वर्ष 8 वर्ष 6 वर्ष कमसेकम पढ्न सक्छ भने त्यसले चाहिँ +2 जोइन गर्दा भयो। अदरवाइज जो चाहिँ त्यति वर्षसम्म पढ्न सकिँदैन भने तिनीहरूले चाहिँ डिप्लोमा लेभलको मेडिकल कोर्स चाहिँ जोइन गर्दा भयो। र मेडिकल कोर्समा धेरै कुराहरू आउँछ, एचए, फार्मेसी, स्टाफ नर्स, ल्याब, अप्टोमेट्री, फिजियोथेरापी, एक्सरे इत्यादि कोर्सहरू आउँछन्, जुन चाहिँ पढ्दाखेरि भोलिको दिनमा चाहिँ कन्फर्म 100% हुन्छ, जागिर चाहिँ पाइन्छ। बट यसमा चाहिँ के गर्नु पर्यो भन्दाखेरि विद्यार्थीले चाहिँ 3 वर्षसम्म मजाले चाहिँ पढिदिनु पर्यो, अरू केही गर्नु परेन। धेरै टाइम छैन भने यो 3 सालको डिप्लोमा लेभलको कोर्स गरेर कमसेकम हामीले चाहिँ 20,000 25,000 30,000 35,000 40,000 कमाउने जतिको बनिहाल्छौँ। अरू साथीहरू जस्तै बेरोजगार चाहिँ बस्नु पर्दैन। सो सम्पूर्ण विद्यार्थीलाई यो सब कोर्स गर्न के गर्नुपर्छ, कुन डकुमेन्ट चाहिन्छ, कति जिपिए चाहिन्छ इत्यादि जानकारी चाहियो भने दिएको नम्बरमा कल गर्नुहोला। र यो नम्बर हाम्रो पेजमा पनि छ, हाम्रो इन्स्टाग्राम प्रोफाइलमा पनि छ, फेसबुक पेज, इन्स्टाग्राम प्रोफाइल, त्यसपछि टिकटक, युट्युब, जतासुकै पनि तपाईँले चाहिँ सर्च गर्नुहोला, मेरो नम्बर त्यहाँ उपलब्ध छ र कन्ट्याक्ट गर्नुहोला जानकारी लिनको लागि। किनभने अहिले तपाईँले चाहिँ सही डिसिजन लिनुभयो भने एउटा सल्लाह अनुसार तपाईँको भोलि चाहिँ फ्युचर चाहिँ सेक्युर हुन्छ र तपाईँले चाहिँ अरू जस्तै बेरोजगार भएर बस्नु पर्दैन। सो धन्यवाद साथीहरू।